फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। र आजको भिडियो चाहिँ विशेष गरेर दुर्गा प्रसाईको एउटा न्यूज बारेमा हुनेवाला छ। किन भन्नुपर्दाखेरि साथीहरु आज चाहिँ एकदमै ठुलो आन्दोलन भएको थियो जुन काठमाडौँमा चाहिँ हैन। त्यो काठमाडौँमा आन्दोलन भइसके पछाडी चाहिँ हुन्छ नि एकदमै हानाहान भइरहेको थियो र नेपाली जनता र नेपाल पुलिस बीचमा चाहिँ एकदमै ढुङ्गा हानाहान र तोडफोड भइरहेको थियो र यो तोडफोडमा ठुला बिल्डिङहरु पनि चलाइदिसकेको छ र ढुङ्गा मुडा गरिसकेको छ र अत्याचार आक्रमण बरान असमझदारी विकल्पविहीन विदेशी बैंक भन्छ भिकारी सिकारी ने यति मात्रै नभएर अहिले चाहिँ यो दुर्गा प्रसाईको नेतृत्वमा हुन गएको यो ठुलो आन्दोलनमा चाहिँ हुन्छ नि दुर्गा प्रसाईले चाहिँ अहिले एकदमै आक्रोशित भएर चाहिँ गाडी चलाइरहनु भएको छ र आफ्नो गाडी चलाउँदामा युवाहरूको उपस्थिति प्रहरीको बार तोडेर दुर्गा प्रसाई आक्रोशित भएर गाडी चलाउँदाखेरि चाहिँ पुलिसको चाहिँ एकदमै हुन्छ नि समूहलाई चाहिँ तितर बितर गरेर चाहिँ हुन्छ नि त्यो घेरालाई चाहिँ तोडिदिसक्नु भएको छ र यो अवस्थामा चाहिँ हुन्छ नि यो आन्दोलनमा चाहिँ हुन्छ नि दुईजना मान्छेको चाहिँ मृत्यु भइसकेको छ साथीहरु आजको आन्दोलनमा चाहिँ हुन्छ नि नेपाल सरकारले चाहिँ दुर्गा प्रसाईलाई पक्राउ गर्नका लागि चाहिँ पक्राउ पूर्जी चाहिँ जारी गरिसकेको छ र साथीहरु अबको केही दिनमा चाहिँ दुर्गा प्रसाईले चाहिँ हुन्छ नि पक्राउ गरेर चाहिँ कानुनी दायरामा चाहिँ राख्ने भइसकेको छ र साथीहरु यति मात्रै नभएर चाहिँ हुन्छ नि अब के हुने हो र कसो हुने हो भन्ने चाहिँ एकदमै नेपालमा ताण्डव मचिनेवाला छ र साथीहरु यति मात्रै नभएर साथीहरु आगामी दिनमा नयाँ हुन्छ नि न्यूज र अपडेट तपाईहरु माझ चाहिँ लिएर आउने नै छु। त्यतिजेलको लागि साथीहरु तपाईहरु मेरो भिडियो मन परेमा लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला र यदि भिडियो मन परेमा तपाईहरु कमेन्ट पनि गर्न सक्नुहुन्छ। यदि तपाईले कमेन्ट गर्नुभयो भने चाहिँ मलाई भिडियो बनाउन लागि हौसला मिल्नेछ र साथीहरु यति भन्दा आजको भिडियोलाई एन्ड गर्छु र यति भन्दा जय नेपाल साथीहरु।